सो हेलो गाइज, इट्स मी उज्जवल एन्ड मसँग छ हाम्रो साथी आइसमा। आज चाहिँ हाम्रो जिन्दगीले अनएक्सपेक्टेड टर्न लिन्छ। हामी थाहा छैन के जस्तो हाम्रो वी आर ट्राइङ टु रन फ्रम काठमाडौँ नगरकोट होइन। साथी पनि जोसमा फुत्रुक फुत्रुक उफ्रिँदै थिए, हेरौँ होइन अब हाम्रो यो यात्रा कतिको सफल हुन्छ कतिको असफल हुन्छ। त्यो गाइस बाई बाई फर नाउ। साथी बाई बाई गर्थ्यौ। अहिले हामी त्यो आउँला साथी पानी प्याक प्याक भएर सास अड्केको त्यो गाइस बाई बाई। सो फाइनली चाहिँ हाम्रो सकिसकेको छ वार्मअप। साथी यता जाँदै थिएँ र म यतापट्टि छु होइन, म यता छु। अनि अब हाम्रो यात्रा अफिसियली सुरु हुन्छ उता माथि पुगेर। सो हेर्दै गरौँ। अहिले 4 बज्नु लागिसक्यो। हामी रुमबाट 3:30 बजे निस्केको थियौँ तर 4 बज्नु लागिसक्यो। बिकज वी आर भेरी मच डुइङ कसरत टुडे। त्यही हो एस्थेटिक भ्यू हेर्न सक्नुहुन्छ। एस्थेटिक दोस्त, एस्थेटिक भ्यू, एस्थेटिक म। सो त्यही हो गाइज। अब हेरौँ हाम्रो यो फेल हुन्छ कि सफल हुन्छ, हेर्दै गर्नुहोस्। बाई बाई फर नाउ। सो वी आर एट के अरे तिनकुने एन्ड वी आर अफिसियली स्टार्टिङ आवर रन फ्रम हियर। अब हाम्रो स्ट्राभा चालु हुन्छ। हामी रोड क्रस गर्दैछौँ अनि सिधै फिल्ली नगरकोटको टुप्पोमा पुगेर हामी अन हुनेछौँ। म यतापट्टि छु, मलाई देखाउनु मिल्दैन। एन्ड दिस इज माई फिट। तल जुत्ता इनर ज्याकेट के अरे। अनि मेरो हु डु यु थिङ्क यु आर डेभिड गगन्स। चस्मा हेर यहाँनिर। साथी यतै पुग्नु साथी हेर्छु मलाई अलिक सानो हुन्छ, त्यही भएर मेरो बिल्ला नगरौँ। लेट्स गो। हामी चाहिँ कुद्न सुरु गरिसकेको छौँ। साथी यहाँ म चाहिँ यहाँ अब कति टाइम लाग्छ हेरौँ पुग्नलाई। हामीले 4:20 जति भयो होला। लेट्स सी गाइस। 1 eternity later. सो यो कहाँ आइपुग्यो मलाई पनि थाहा छैन। त्यहाँ बोर्डमा चाहिँ नगरकोट जङ्सन लेखिरहेको थियो क्या अरे होइन। अलमोस्ट हाफ वे डाउन। हाफ चाहिँ बाँकी छ, उज्यालो भइसक्यो। के गर्ने गाह्रो पऱ्यो साथीहरू। हामी चाहिँ अहिले एनइएबाट थोरै अगाडि एनइएमै छौँ। घाम लाग्छ यार। वाट टु डु नाउ। घाम लाग्छ, अझै पुगेको छैन लोकेसनमा। हेरौँ के हुन्छ। अब अलिकति नसक्ने कारणले गर्दा साथी हामी रोकेको छौँ। अब यहाँबाट फर्किने प्रयासमा छौँ। हेरौँ के हुन्छ। गाडी चढ्ने फर्किदिने अब त्यही हो। भक्तपुरा भेटौँला गाइज।